अनि खोइ हाले भयो खोइ कहाँ जान्छ निर्वाचन भयो भने म घाँटी गाडिदिन्छु घाँटी जसरी मैले 84 मा चुनाव हुँदैन 82 काट्दैन भने तिनी त्यसरी फागुनमा चुनाव हुने घाँटी काटिदिन्छु द्याट माई सेक्रिफाइस बुझ्नुभयो म तपसी हो म बोलेको होइन देव बोलेको आजसम्म जति पनि भिडियोलाई फेरि उ गर्नुहोस् न तपाईँहरूले तपाईँहरूकै क्यामेरामा बोलेको छु त मैले केपी शर्मा ओलीलाई बालनले हरायो भने चाहिँ के हुन्छ उही आकाश पल्ट्यो भने के हुन्छ भने जस्तै हो केपी शर्मा ओलीजी शानदार ढङ्गले जित्नुहुन्छ त्यहाँ कुनै समस्या आकाश पल्टी जस्तै हो असम्भवै हो त्यो ल तपाईँले कहिले भन्नु आकाशै केपी ओली यदि हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु कितने टैलेंटेड है आप बालनले जित्यो भने झापामा कान काटेर म टेकिङ हस्पिटल गएर टाका लाउँछु साँच्चै हो नि रियल हो यो सुन पनि मैले बालनलाई नै दिन्छु हो जित्यो भने जित्यो भने केपी बाले जित्नुहुन्छ फेरि अरू कुरा भन न केपी बाले जित्नुहुन्छ अगेर ल्याउन पर्यो बट्टामा बोडी किन्नलाई पैसा ल्या तपाईँ त 5 साली पुज्दै पुग्दैन भनिन्छ भाइ उठाउलाई क्षेत्र नम्बर 5 मा चाहिँ बालनले हारो भने मत परिवर्तन भएन नेता नफेर्ने जनता फेर्ने प्लेन टिकट काट्ने विदेश चल्दिहाल्ने सुवर्णादी बनाउँदै जनता फेरिन्छ बालन शाहले चुनाव जित्यो भने तपाईहरूले यो कुरा हेर्नुहोला यो धरतीमा कहिले पनि तपाईहरूले मलाई देख्दैन को तपाईँ चुनाव गराउने को तपाईँ चुनाव गराउने चुनाव त हुँदै हुँदैन हो भाइ यो झुटा कुरा होइन बालन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ नाम सहित परिचय भन्नु ल रामकृष्ण नेपाल तारकेश्वर 5 ल डन भयो ल चुनाव हार्यो भने के गर्नुहुन्छ होइन हार्न मैले जानेको छु सागर की तूफान को भी हमने बस में किया है पहाड़ व चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर कोई नवाब हम सर्वहारा की आवाज इनकलाब 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 हम सर्वहारा की आवाज इनकलाब डराएर पुरानाहरू एक हुन भनेको भन्ने भेनेजुएलाको राष्ट्रपति बोकेर 2 मिनेट बोकेर चाहिँ त्यो होइन ठिक छ तपाईँले छ नि काम भनेको उखु बोक्दा पनि 1 मिनेट बोक्दा पनि काम हो त त्यो त चटक भन्छन् के ऋषि धमालाले चटक गर्यो भन्छन् ठिक छ तपाईँ अब आफ्नो तरिकाले बोल्नुहोस् ठिक छ तपाईँहरूको कुरा हो नैतिकता राजनीतिमा इमान्दारिता हुन्छ म इमान्दारीसँग काम गरिरहेको छु तपाईँ नयाँ दलमा किन अटाउनु भएन क्या राष्ट्रिय स्वतन्त्र पार्टीमा किन अटाउनु भएन स्वतन्त्र पार्टीले तपाईँलाई नपत्याएको कि तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टी नपत्याएको छ रासोपाको हालत अहिले कस्तो देखिएको छ भन्दाखेरि खै भाइ तिम्रो त मुख हो कि बाख्राको मुजी महेश दाईलाई पहिला गृह मन्त्री बनाउने त्यसपछि महेश दाईलाई प्रधानमन्त्री
तपाईँले बालेन साथ जहाँ उठ्छ हामी हराउँछौँ भनेर भन्नुभएको थियो होइन तर त्यहाँ समीरजीको गर्दा त भन्छ कसले भन्दैन त भोलि कोही नै पनि होइन लड्दाखेरि तपाईँले पनि भन्नुपर्छ क्या सर